चोराममा हो कुरो के भन्थ्यो उहाँ सगुडामा चाहिँ झर्दाखेरि के भन्छ अरे सौताउने भनेर भन्थ्यो नि साथीहरूले साइडबाट कताबाट इजी हुन्छ चरा खोज्नु यताबाट झर्दै कस्तो गद्दारी हुन्छ फेरि यो आगो सबैजना माइनस गरेर है ब्रेकफास्ट हुँदैछ है गाडी फसेको अवस्था तर निकाल्दियो फेरि भाइले ल भाइ भाइ फेरि ल भाइ ल बाई बाई सबैजना बाई बाई एकदम बबाल खै सानो भाइलाई उठाउनु पर्यो सायद मैले हिजो त्यो झाल्टी गरेको पनि थोरै लिएछु कि जस्तो लाग्छ मलाई फेरि भाइ फेरि म चाहिँ बिचकेलाई त्यो त हाल्दिनँ मलाई यसो गर्ने दाइहाल्यो भन्दाखेरि भाइरल हुन्छ नि झन् होइन भाइरल भयो त कन्टेन्टमा मेरो पेजै त गरेर दाइहाल्यो भन्ने हुन्छ फेरि हेलो गुड मर्निङ एभ्री वान इट्स मी जय गुरुङ पोखरा AK47 र वेलकम ब्याक टु माई अनदर न्यू ब्लग र मैले हिजो अलरेडी भनेको थिएँ यहाँहरूलाई डे 2 को बनाउनु पर्छ कि भन्ने सोच भएको हो र मेरो क्यामेराको चाहिँ ब्याट्रीले हल्का फुल्का साथ दिएको हिसाबले डे 2 मा म फेरि यहाँहरूलाई स्वागत गर्न चाहन्छु धेरै त होइन छोटो बनाउने प्रयत्न गर्दैछु सो आई होप यहाँहरूले मलाई मेरो डे 2 को भ्लगमा साथ दिएर रमाइलो गरिदिनुहुन्छ होला इन्जोय गरिदिनुहुन्छ भन्ने मलाई धेरै आशा छ र भन्दै गर्दाखेरि अहिले बिहान भइसकेको छ घाम पनि लागिसकेको छ सबैजना सुतिरहेको छ म चाहिँ यसो उठेर यहाँको सिनारीहरू के छ कसो छ भनेर यसो देखाउने प्रयत्न गर्दैछु सो आई होप यहाँहरूलाई चाहिँ मनपर्छ र इन्जोय गर्नुहुन्छ भन्दै र अब भने म के रहनेछ अबको चाहिँ सिनारीहरू देखाउने प्रयत्न गर्दैछु र पक्कै पनि यहाँलाई मनपर्छ यदि मनपर्छ भने कृपया लाइक कमेन्ट सेयर सब्सक्राइब त के पनि गरिदिनु होला भन्दै र गुड मर्निङ वान सेकेन्ड र फेरि पनि वेलकम ब्याक टु माई च्यानल भन्दै अब भने म डे 2 लाई फेरि स्टार्ट गर्न चाहेँ सो अब विदाउट फर्दर डु भिडियोलाई स्टार्ट गर्न चाहेँ यहाँहरू भिडियोमा बनिरहनु होला र जस्ताको तस्तै कमेन्ट गर्दै र लाइक कमेन्ट सेयर सब्सक्राइब मैले अघि नै भनिसकेँ यो पनि गरिदिनु होला भन्दै यहाँहरूको दिन सुख रहोस् खुसी रहोस् इन्जोय रहोस् र साथै मैले भने भिडियो स्टार्ट गर्न चाहेँ सो विदाउट फर्दर डु लेट्स गो यहाँ केही चराचुरुङ्गीहरू रहेछ साथीहरू यहाँले देख्न सक्नुहुन्छ अलिकति टाढा मैले जुम गर्ने कोसिस गरेँ नजिकहरू उडिहाल्छ यिनीहरू तर्साउनु पनि भएन
पनि जङ्गल हो जङ्गलभित्र टेन्ट लगाएर बसिरहेको छ कहाँ गयो त्यो दुईटा के हो यो चराहरू थाहा भएन गुड मर्निङ भाइ गुड मर्निङ म त उतातिर एक राउन्ड यसो उता भन्दा नि यहीँ नजिकसम्म यसो गएँ जङ्गलभित्र अनि अन्त बिजोग छ त है आमामा यत्र त्यत्र छरिरहेछ सबै कुरो सामान यो त हामीले छरे अनि अरू कसले छरे अब बाहिरको मान्छेहरू त पक्कै छरेन वा गुड मर्निङ उठ्नु भयो लाउनु हेरेका यहाँ त सबै सुतिरहेको रहेछ यतापट्टि सोध्नु हो खै बाहिर सुतिरहेको रहेछ सिधै उठाउने कुरो भएन है सबैजना सुतेको अवस्था भन्ने कुरो भएन यहाँ कति रमाइलो गरेर बसेको थियो अहिले भद्रगोल रहेछ फेरि कोही चेयर यता लडेछ कोही के भएछ यो अनि भिरमौरी भिरेमै टोपी सिरेमा जम्मैजना यता र उता लडिरहेछ हो सिरिरहेछ है अब भिरमौरी भिरेमा अब सबैजना अब भाइ गुड मर्निङ दाजु ल उठ्नु भयो यहाँ कालिज देखिसक्यो यार त्यही त नि मैले नि यहाँ अघि भिडियो लिँदै थिएँ कता गयो गुड मर्निङ दा गुड मर्निङ तपाईँले देख्नु भयो कालिज बाबा भर्खरै उठ्नु भयो उहाँले देख्नु भएन ए राउन्डमा लाउनु भयो ल ल ल ए मिर्ग देख्नु भयो है म त एकछिन सुतिहालेँ अनि सुतिसित देख्नै भएन नि गाइस अब भने भिडियोमा अरू पनि के रहनेछ म यहाँलाई देखाउने प्रयत्न गर्दैछु भिडियोमा बनिरहनु गाइस है हिजो मृग पनि देखेर पार्टीहरूले धेरै कुराहरू देख्न पाएको रहेछ अब म त अब निद्रा पनि मलाई थकै लगाएर सुतेँ सो मैले देख्न सकिनँ हेरौँ के रहनेछ यो भाइहरूको कार हो यो एउटा दुईवटा तिनवटा कति खैरो चारवटा जुम गरिदिन्छु यतापट्टिको पाँचवटा यो सेतो अनि अर्को ब्ल्याक कहाँ गयो सुरज भाइको कार कति राखेको छ 6-7 कारहरू छ सबैजना मिलेर होइन एकैछिन म यतापट्टिको सिनहरू देखाउने प्रयत्न गर्छु कृपया भिडियोमा बनिरहनु है साथीहरू
मैले यहाँको जनावरहरू पनि देखाउने प्रयत्न गर्दैथेँ बट अनफर्चुनेटली मैले सकिनँ भन्न पर्ला किनभने सबैजना लुकिसकेछ सुतिसकेछ भने उनीहरूको पनि आफ्नो आफ्नो वासस्थान हुन्छ र बेलुका चाहिँ हुन्थ्यो होला बेलुका चाहिँ म आफै पनि थकेको भएर सुत्न पुगेँ र सुतिसकेपछि मैले अनफर्चुनेटली म देखाउन सकिनँ र साथीभाइहरूले मैले अघि नै भनिसकेको थिएँ साथीभाइहरू सबैले चाहिँ देख्न पाए अरे मृग लगायत अन्य जनावरहरू मैले त देख्न सकिनँ यहाँहरूलाई मैले देखाउने प्रयत्न गर्ने मेरो एकदमै चेष्टा थियो तर अपुरो भयो फेरि पनि साथीहरू यहाँ चराचुरुङ्गी चाहिँ म देखाउन चाहन्छु यो केही पारिपट्टि सेतो हाँस लामो घाँटी भएको रहेछ यहाँ छेउछाउमा फेरि यो कालो हाँस छ लामो घाँटी भएको यस्तो रमणीय वातावरण छ यस्तो पिस आकाश उडिरहेको छ चराचुरुङ्गीको आफ्नै रङ्गीन दुनियाँ आफ्नै संसार कुनै समस्या छैन उड्न पाएछ मजा छ रमाइलो छ सो गाइज लभ लेकको चाहिँ ब्युटी नै यही हो त्यसै लभ लेक त भनेको छैन यहाँ ब्युटिनेस धेरै छ यहाँको नेचुरल वातावरण यो ताल तलैया चराचुरुङ्गी अनि जनावरहरू पनि छ तर अहिले देखाउन सकिएन सबै अब कता कता जङ्गलभित्र यत्रो जङ्गलभित्र लुकिरहेको होला कहाँ होला के होला मान्छेको आवाज सुनेपछि त पक्कै पनि उनी पनि अगाडि आउने छैन यही हो यहाँको ब्युटी भनेको एउटा नेचुरल सो नेचुरलले गर्दाखेरि नै यहाँको ब्युटीमा एकदम ब्युटी प्लस भइरहेको छ सो गाइज भिडियो बनाएर ल र के रहनेछ सक्दो प्रयास गर्छु म अरू पनि देखाउने हेरौँ के रहनेछ है त गाइज एउटा चरा के भन्छ गाइज यो के भन्छ दौडिरहेको छ भाले कति साइड हुनसक्छ कुकुर हुनसक्छ यो यहाँको ब्युटी नै है गाइज भिडियो बनिरहनु ल म अरू पनि के रहनेछ यहाँको के रहेछ ब्युटी म देखाउने प्रयत्न गर्दैछु फेरि है त घुम्दै फिर्दै म फेरि आफ्नै स्थलमा आइसकेको छु
यो हाम्रो यहाँ रहेछ हाम्रो गाडी एउटा यहाँ रहेछ कोही उठेछ नि त हो आफ्नो स्थलमा आइपुग्यो फेरि ब्याक टु फेरि टोपी सिरैमा कोही उठाएन है हामी मात्रै यति मात्रै हो है तेरिका म एक राउन्ड यता यसो साइड लाग्यो कहीँ जनावरहरू भेट्छ कि नभेट्दो रहेछ भेटेन पक्षीहरू चाहिँ हल्का फुल्का यताउति भयो हल्का फुल्का छ नि हिजो राति उहाँले चाहिँ मृग लगायत अरू के देख्नु भएछ अब आफू त्यस्तै भइगयो यहाँ हाम्रो लोकेसनमा सब सुतिरहेको छ सुत्नेहरूलाई उठाउनु नि भन्दाखेरि डिस्टर्ब पनि गर्नु भन्दाखेरि है किन पारिएर आएको एकछिन दाइ म तात्पर्य हाम्रो स्याउले चाहिँ बिहान फेरि पेट चाहिँ सफा गर्ने भयो क्या पिउने म है म त पिउँदैन दुई गिलास सबै पोरि पो तातो मेरो सुर्तिया तातो भने तातो होइन मन तातो भइपुग्छ पब्लिक टोइलेट एन्ड पार्किङ पब्लिक टोइलेट एन्ड पार्किङ 15 मिनट हो लाग्छ नि माथि छ नि यार 15 मिनट भयो त गाडीमा त अनि टाढा पो रहेछ त अगाडिबाट होला त्यो माथिबाट छेउ लेफ्ट च्यापेर गएपछि पुगिन्छ कि हामी बसेको ठाउँ चाहिँ अहिले आइनपुग्ला नि मेरो ए हामी बस्छ उयोलाई हेर्न यहाँबाट युटर्न लगाइदिनु यो के हो यो बोराको पुरै काम गर्दैछ किन युटर्न हुन्छ यसले टोइलेट के पब्लिक टोइलेट हालेको हजुर त्यसो ओ बाहिरको त्यो अल्लाह भन्ने ठाउँको थाहा भइसक्यो युटर्न त्यो बाहिर गेटतिर लानु लाग्यो त्यहाँ छ क्या एउटा अल्लाह त पानी तर कति पानीमा काम गर्नेहरू होला नि के हो यो सफा गर्ने सफा गर्ने यस्तोतिर यतातिर यसरी बस्यो भने चाहिँ पछाडि जानु सजिलो हुन्छ टोइलेट आएको है सबैजना माइनस गर्न है ल ल ल ल ल गर्नु पऱ्यो नि अब के गर्ने गाह्रो छ लगाए अब खाए पछाडि अब मोटामोटी माइनस पनि गर्नुपर्ने हुन्छ माइनसको लागि पार्टीहरू आएकै छ यस्तो छ अवस्था हाल्छ त ठाउँ त
खुल्ला ठाउँ। यो चाहिँ वासरुममा चाहिँ बाटेर अहिले यसो आएको फेरि यहाँ मृग देखाउँछु भनेर मैले धेरै प्रयत्न गरेँ तर देखाउन सकिनँ। अब मृग चाहिँ आउने बेला नरहेछ कि बिहानै फेरि मैले कोसिस गरेको तर सकिनँ। ल गाइस भिडियो बनिरहनु फेरि है त। ब्रेकफास्ट हुँदैछ है? हो खोइ त्यो सानो भाइ उठे छैन? भित्रै छ, टेन्ट भित्रै छ। ए सानो भाइलाई बिचार हिजो झाल्टो झाल्टो बनाइदिइहाल्ने पार्टीहरूले फेरि है तेरेको। खै सानो भाइलाई उठाउनु पर्यो। सायद मैले हिजो त्यो झाल्टी झाल्टी गरेको पनि थोरै लिएछु कि जस्तो लाग्छ मलाई। फेरि भाइ फेरि पछि बिचकेलाई त्यो त हाल्दिनँ। मलाई यसो गर्ने दाइहाल्यो भन्ला फेरि भाइरल हुन्छ नि झन् होइन, भाइरल भयो भने त कन्टेन्टमा आइन्छ। मेरो बेइज्जत गरेर दाइहाल्यो भन्ने हुन्छ फेरि। कफीको टेस्ट पनि मजा आयो। अन्त बिहान नै खाएको कफी त यो त डबल भयो त है। भाइले बनाएर दिएछ नि बिहान। अहिले ह्याङओभर हुनेहरूले हल्का फुल्का दिँदा हुन्छ जाने बेला। बाबाले बिहानै सुरु गर्ने भयो हल्का। सर अहिले उठ्दैन, गाह्रो छ यिनीहरूलाई उठाउनु। त्यो पनि उयो यता गएर लडेछ नि फेरि। ऊ यतापट्टि अर्को उयो डिस्कभर लेखेको टेन्टभित्र। यो त सानो भाइलाई पनि उठाइदिनु पर्ने बिचरा सानो भाइ। भाइरल भाइ। ओ सानो भाइ उठ, आऊ भाइ, तिमीलाई धेरैले मिस गरिरहेको छ यहाँ। भाइरल भाइ ल भाइलाई हिजो झाल्टो झाल्टो बनाइदिइहाल्ने पार्टीहरूले यार। तँले लिएछु पहिले थाहा भएन क्या, लिएछु होला यहाँ हेर्नुपर्छ कता कुना काप्चा छ। अनुहार चाहिँ देखिएको छैन। त्यो डे 1 को चाहिँ भ्लगमा चाहिँ त्यो सर जान्छ, अब डे 2 कोमा चाहिँ अब त्यो जाँदैन। हजुर मेरो चाहिँ जय गुरुङ पोखरा AK47। रमाइलो भइन्छ। त्यहाँबाट फेरि कस्तो गद्दारी हुने फेरि यो आगो पुगेको ठाउँमा त्यो त पर्र कराउँदो रहेछ। पछि त आगो पुगेको त्यो अन्डा खुस्छ। यो हाँस आयो, हाँस ए सब गरेर सम्म दौडेर म्याम पालेन त हुन्छ। यहाँ बन पुग्छ अनि त्यो एउटा हाँसहरू माथि बाटो उठ्छ नि, त्यो मार्छ नि अरूले सिकार गर्छ नि, त्यो हाँस रहेछ। ल ल भाइ आऊ ल। भाइलाई त अनि भाइरल भाइ भनेर यहाँ त भाइरलै बनाइदियो त। अनि थापा ब्रदर्सहरूले पुरा भाइरल भाइ भनेर नाम राखिदियो। अब थापा ब्रदर्सले पुरा भाइरल भाइ नाम राख्दैन, यहाँ भाइरलै बनायो। ल ल ल ल रमाइलो छ, रमाइलो गर्नुपर्छ।
रमाइलो भयो है नगरौँ भयो अनि कस्तो भयो हाम्रो लास्ट नाइट एकदम दामी मजा भयो है असम भयो है सबभन्दा फ्रेस त म होला तिमीले खाँदै खाएन नि त भने ल ब्रेकफास्ट पनि गर्नुपर्छ हल्का फुल्का है कसैले गरिसक्यो कोही चाहिँ अब बाँकी नै छ गर्नलाई टक्क टुक्क बनाएर भाइ कस्तो रह्यो फेरि एकदम दाइ मजा भयो है मजामा छु म बेलुकैदेखि फेरि मजा गर्नुपर्छ फेरि अन्डामाथि यो पुरै नाचेछ राम्रो राम्रो यो पनि हो फेरि मैले यस्तो गर्छु नि मलाई हेर्नु है तपाईँ है यस्तो 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 गरेर एउटा यु नो मालुम भारत भाइ उठ्यो नि है हजुर दाइ ठिक छ नि लास्ट नाइट रमाइलो भयो नि इन्जोय भयो नि है हजुर गीत सुन्नु मजा आयो ल ल ल ठिक छ ल भाइको नि सुन्ने मजा भयो नेक्स्ट टाइम फेरि भेटेर फेरि रमाइलो गर्नुपर्छ फेरि है ल अब भने हल्का चाहिँ नास्ता चाहिँ खानुपर्छ कि भने जस्तो भयो फेरि यहाँ भाइले चाहिँ प्रिपेरेसन गर्दैछ तपाईँलाई बनाइदिनु थालेको आफू बनाउने तपाईँलाई बनाइदिएछ कि खानु कसलाई भन्नुभएको उहाँले भन्यो पर्सन भाइलाई ऊ त भाइ त्यो भाइरल भाइलाई दिनु पऱ्यो पहिला हामी त खाम्ला नि थापा ब्रदर्सहरूले कस्तो भाइरल भाइहरू नाम राखिदिइहाल्यो को हो चरामा हो के भयो त्यो उहाँ सगुडामा चाहिँ झर्दाखेरि के भन्छ अरे सौताउने भयो सौताउने भनेर भन्थ्यो नि साथीहरूले साइडबाट कताबाट इजी हुन्छ उताबाट धेरै यो त हेभी पो हुने भयो त नाच्छ फेरि झरे दिनु यताबाट झर्लाई दामी छ एकदम भाइले यो स्यान्डविच हो कि यो सेवरमा हो कि यो ल हामी यो रुखको सिताले नभए अघि नै भागिसक्यो ऊ भाइलाई बिचार उहाँ गालामा हाने जस्तो भएर चाहिँ यो घामले भाइरल झन् मस्त सुटो त थाहै छैन भाइरल भाइलाई त फेरि यादै नगर्यो गालामा हाने कि के भने आफू उठेर मान्छे छोडिदिँदा चाहिँ त्यहाँदेखि यो लास्ट गर्नु भने चाहिँ उठ्दाखेरि चाहिँ यो भएर पाक भएर नि उठेको नि त अब बाहिर बसी दिन्थ्यो हजुर हाँसियो त बिहान बिहान म त मलाई के कुरा हाँसो लागेको भन्नु फर्स्ट इन्को होइन सेकेन्ड के बसर खाइयो नि राम्रै मान्छे फेरि उतिखेर फेरि सुत्दैछ कि सुतेको उसले जुलुस गरेर ल्याएको थियो झाङ्ला झुङ्लो लडिहाल्यो नि हामी दादा मान्छे होइन आधा घन्टा पछि लास्ट हाँस्यो त फेरि सेकेन्ड पार्ट पनि बनाइदियो भाइले रमाइलो भयो धेरै हाँस्यो फेरि ल 65 करोडको है 65 करोड दिवस आले फेरि हाम्रो ल हाम्रो सचिवजीले चाहिँ हामीलाई सुनाइदिइहाल्नु भयो
65 करोडको चाहिँ हाम्रो आजको सबै ह्याप्पी छ नि होइन त्यसो भए भाइले घर सर पनि भत्काइदिएको है डेरा भत्काइयो थन्को मनको पनि गर्नु पर्यो फेरि है यताको पनि भत्किएछ गोठ सार्ने उताको पनि भत्किएछ भनेपछि एउटा रह्यो अब यहाँ लास्ट अहिले गयो बल्ल बिहा गर्ने बेला भएछ मेरो अनि दाइले ब्लगमा हालिदिने होला घर कस्तरी भन्यो भने ठ्याक्कै मैले यो सोचेँ होइन नि त यो भन्छ भनेर त फेरि भाइले सोधिरहेको दाइ कति हिँड्यो भनेको आयो भनेर दुई प्याकेट ल्याएको दुईटै प्याकेट ल बाई बाई फेरि ल ल भाइ ल बाई बाई सबैजना बाई बाई एकदम बबाल बबाल गरौँ न बाई बाई ल बाई दाई सिलिन्डर बोकेर जानु पर्ने ल है सबैजनालाई ल handsome guys ल भाइ बिदावादी भयो फेरि है एकदम रमाइलो भयो हैन सक्सेस भयो नेक्स्ट टाइम स्योर ल भाइहरु ल बिदावादी हुनुपर्छ अब है अब एकदम रमाइलो भयो जान फेरि भेट्ने गरौँ ल वाउ ल भाइ निक्ल्यो नि त अब फेरि है ल कोही यता गाडी कोही उता गाडी ल हजुरलाई पनि अब बिदावादी भयो गर्न पर्यो है फेरि अर्को पटक भेट्नुपर्छ फेरि ल भाइ है ल बाई बाई ल राम्रोसँग जानु होला फेरि ल भाइ ल है त ल राम्रोसँग जानु ल फेरि है यसो म्यासेज गर्नु न पुगेपछि ल भाइ ल गाडी फसेको अवस्था तर निकाल्दियो फेरि भाइले फेरि ल सबैजनालाई बाई बाई
कति रमाइलो त्यो देख्नु पनि जान्छ ल बस बस ल ल गाइज अब भने निस्कनु पर्ने भयो सबैजना हिँडिसक्यो है ल ल भाइ बिदावती भयो अब भेट्छु पछि अर्को हप्ता यहाँ कहिले हुन्छ फेरि है ल ल ल भाइ ल ल ल ल गाइज अब हामी ब्याक टु शारजा लगभग शारजाको नजिकै छौँ भाइलाई पनि बिदावती गरियो अब हामी 4 भाइ फेरि ब्याक टु शारजा होइन त एउटा इन्जोय गरियो नि हामीले है इन्जोय चाहिँ खाब इन्जोय भयो अब यस्तो इन्जोय गर्ने दिन फेरि आउला नआउला तैपनि अहिलेसम्म आइरहेको छ अझै आओस् भन्दै अब भने साथीभाइहरू सबैजनासँग चाहिँ बिदावती हुन चाहन्छु सो भन्दै अर्को फेरि नयाँ भ्लगमा भेट्ने बाचा गर्दै सबैजनालाई चाहिँ अहिले भने बिदा हुन सबैजनालाई बाई बाई गर्दै अहिले भने फेरि बिदा हुन चाहे सो गाइज स्टे ट्युन स्टे हेल्दी एन्ड स्टे सेफ भन्दै सी यू अनदर न्यू भ्लग होइन केटा ल